विश्व वातावरण दिवसको अवसरमा सुनसरीको देमानगञ्ज गाउँपालिका वडा नम्बर 1 स्थित पक्की टोलमा रहेको श्री आधारभूत विद्यालयले सरसफाई तथा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। विद्यालय परिसर तथा आसपासका क्षेत्रमा सरसफाई गर्दै वातावरण संरक्षणको सन्देश प्रवाह गर्ने उद्देश्यले वृक्षारोपण कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ। कार्यक्रममा शिक्षक, विद्यार्थी तथा स्थानीय अभिभावकहरूको समेत सक्रिय सहभागिता रहेको थियो। यस अवसरमा शैक्षिक सत्र 2083 मा बाल विकासदेखि कक्षा 8 सम्म भर्ना भएका जम्मा 55 जना विद्यार्थीहरूलाई स्वागत स्वरूप शैक्षिक सामग्री वितरण गरिएको छ। विद्यालयकी शिक्षिका चित्रा चौधरी र सुनिता कुमारी मेहताले विद्यार्थीहरूलाई कपी, बलपेन तथा पेन्सिल वितरण गर्दै नयाँ शैक्षिक सत्रको शुभकामना व्यक्त गर्नुभएको थियो। विद्यालयले वातावरण संरक्षण सँगै विद्यार्थीहरूमा अध्ययन प्रति थप उत्साह र प्रेरणा जगाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाएको छ। स्थानीय वासीहरूले पनि विद्यालयको यस सकारात्मक पहलको प्रशंसा गरेका छन्।